खाना त राम्ररी खानुहुन्छ तर शरीरमै नलागे जस्तो लाग्छ, खाएपछि पनि सधैँ कमजोरी हुन्छ, पेट फुलिरहन्छ, तल बढ्दैन। यदि तपाईँलाई पनि यस्तै भइरहेको छ भने यो भिडियो तपाईँकै लागि हो, ध्यान दिएर सुन्नुहोस्। नमस्ते, म डाक्टर प्रकाश। यो भिडियो अन्त्यसम्म हेर्नुहोस् र यस्तै स्वास्थ्य सम्बन्धी जानकारीका लागि मलाई फलो गर्नुहोस्। यो समस्या सिलिएक रोग, सिलिएक डिजिजको संकेत हुन सक्छ। यो गहुँ, जौ र राईमा पाइने ग्लुटेन भन्ने प्रोटिन कारण हुने एउटा अटोइम्युन रोग हो। ग्लुटेन खाएपछि शरीरको इम्युन सिस्टमले गल्तीले आफ्नै सानो आन्द्रामाथि नै अट्याक गर्छ। त्यसपछि आन्द्राले खाना राम्रोसँग सोच्न सक्दैन, जसलाई म्यालेब्सर्प्सन भनिन्छ। यसको मुख्य लक्षणहरूमा पहिलो, बारम्बार पेट फुल्ने, ग्यास हुने वा पखाला लाग्ने। दोस्रो, धेरै खाए पनि तौल नबढ्ने वा घट्दै जाने। तेस्रो, सधैँ शरीर कमजोर हुने, छिट्टै थकाइ लाग्ने र रगतको कमी, एनेमिया देखिनु। चौथो, बच्चाहरूमा उचाइ र तौल अपेक्षाअनुसार नबढ्नु। पाँचौं, केही मानिसमा छालामा धेरै चिलाउने, साना फोका पनि आउन सक्छन्। कतिपय मानिसमा पेटको समस्या खासै नदेखिए पनि रगतको कमी हुने, हड्डी कमजोर हुने वा छालामा धेरै चिलाउने हुने, साना फोका जस्ता दाना देखिन सक्छन्। यदि डाक्टरलाई सिलिएक डिजिजको शंका लाग्यो भने सामान्यतया टीटीजी आइजीए, टिस्यु ट्रान्सग्लुटामिनेस आइजीए रगत परीक्षण गरिन्छ। पुष्टि गर्न सानो आन्द्राको बायोप्सी पनि गर्नुपर्ने हुन सक्छ। तर एउटा महत्त्वपूर्ण कुरा, परीक्षण गर्नुअघि आफ्नो खानाबाट ग्लुटेन हटाउनु हुँदैन, नत्र रिपोर्ट गलत आउन सक्छ। यसको सबैभन्दा प्रभावकारी उपचार भनेको जीवनभर पूर्ण रूपमा ग्लुटेन फ्री डायट अपनाउनु हो।